गाइज म आफ्नो ग्याङ लिएर खेतमा जाँदैछु। जाजी बोली जा जातीय सिखाई लेवा भाग कहेको वैसे हम लोग को मुँह से निकल जाले भाग कुछ कर लेवा भाग। हम लोग ऊँख खाने जा रहे हैं। अस्ति थोरै खाएँ अनि आज धेरै खाना जाँदैछु। अनि यो भाइ साइकल चलाउँदै मैले चलाइसकेँ अनि यिनीहरू चलाउँदै अब उखु देखाउँछु उखु यस्तो हुन्छ उखुको खेती। यो भयो हाम्रोतिरको खेतीहरू त्यो बाँस भयो यहाँदेखि उहाँको सबै हाम्रै खेत हो होइन अर्काको खेतलाई नि हाम्रो बनाइदिने भन्नलाई त भनिहाल्छ नि नाममा जसको नि होस्। हाम्रो खेत उता पर अझ आउन बाँकी हो। होइन आज मन्डे हो आज मलाइटो बजार ए ट्युसडे हाम्रो के अरे तराईको सुन धान हो धान म्याक्सिमम धेरै एरियामा यहाँ धान नै उब्जनी हुन्छ। धानको बेलामा धान अनि गहुँको बेलामा गहुँ अनि मसुरी दालहरू नि उब्जनी हुन्छ यहाँ। अनि गाइज यहाँ पोखरी बचपनको बेला कति ठुलो पोखरी छ नुहाउन आउँथ्यो नुहाउन मछली कुदिथ्यो माछा उडिरहेछ माछा माछा खान मन लाग्यो भने यहीँ आइहाल्नु। यस्तो छ पोखरी। अनि गाइस हाम्रो त्यो के अरे यो नहरको हालत यस्तो छ। यहाँको नेताहरू घुसखोर नेताहरूले के गर्छ पैसा लिएर यहाँको नहरलाई नि क्लिन गर्दैन यार। के अरे धान रोपिने बेलामा पानी चाहिन्छ प्रशस्त मात्रामा पानी नि पुग्दैन यस्तो क्लिनै छैन। अनि बोल्नुपर्छ है आवाज उठाउनुपर्छ। घुसखोर नेताहरू कस्तो जय मधेस जय तराई। यो केराको बगैँचा बाबाको हो यो तर फलेको छैन एउटा पनि। त्यो फाटेको जिन्स पनि हाम्रो भाइको हो। त्यस्तो छप्रे जिन्स लाउँदैन भाइहरूले त्यति पनि गरिबी आएको छैन। चाहिँ अङ्कल अघिदेखि आएर बसिरहनु भएको डेली आउनुहुन्छ खेतमा। हाम्रो खेत आयो गाइज। त्यो के को बोट हो सिमरको बोट। त्यहाँ हामी अहिलेको मान्छेहरू पान खान्छ होइन। हामी पहिला चाहिँ त्यो सिमरको बोक्रा निकाल्ने अनि सिसौको बोक्रा अनि त्यसपछि हामी खान्थ्यो अनि मुख एकदमै रातो हुन्थ्यो पान जस्तै। त्यो हाम्रो बचपनको एउटा। तपाईँहरू पनि खानुभयो होला। आज फेरि हामी खाएर ट्राई गरेर तपाईँहरूलाई देखाउँछु तपाईँहरूको बचपना याद गराउँछु। कमेन्ट गर्नु आज टाइम मिलेछ गाइज यसो इन्जोय गर्नुपर्छ रमाइलो गर्नुपर्छ। छोड सकिहाल्यो अब 2-3 दिनमा फेरि अब काठमाडौँ गइहाल्छौँ त्यस्तै हो। अब गाउँ आएपछि त रमाइलो गर्नुपर्छ। यस्तो धान फलेछ गाउँ। मलाई गाउँ बस्न मन थियो गाइज यसो धान काट्न धान मेरो धानको हालत म थिएन म काठमाडौँ गइसकेको थियो रोपेर हेर्नु यस्तो भइसकेछ सबै म डुबिसक्यो एकदमै। मेरो खेतको हालत हेर्नु मैं लुट गई मैं बर्बाद हो गई। उफ भाइहरू आउँदै हो। मेरो हाइट भन्दा नि यो धानको हाइट ठुलो छ यार। पुट्की भयो कि क्या हो होइन यो धान ठुलो म सानो होइन यो धान ठुलो हो गाइज। अनि यो हाम्रो आँपको बोट आँपको बेलामा यहीँबाट आँप फल्छ अनि काठमाडौँ पठाउनुहुन्छ। कतिवटा हो 5-6वटा हो यहाँ आँपको बोट। यसपालि त फलाएको थिएन अर्को पालि फेरि फल्छ यो। अनि यो हाम्रो भयो। हाम्रो डायरी चाहिँ 3 दाजुभाइ हुनुहुन्छ अनि यहाँदेखि उता परसम्म त्यो बोट देखिरहेछ नि त्यो बाँस त्यहाँसम्म छ हाम्रो खेत। हामी सबै 3टा दाजुभाइको अङ्कलहरूको
आन्टीहरू त जानुभयो त म पनि गएँ ल वाओ गाइज जस्ट लुकिङ लाइक अ वाओ कस्तो राम्रो देखिन्छ नि ओ माई गड पुरै हरियाली हरियाली ओ वाओ अनि त्यहाँ सूर्य भगवान नि जिस्काउँदै हुनुहुन्छ उता ऊ धनारीको बाटो गाइस हामी बच्चा बेलामा त्यहाँ मेला हेर्न जान्थ्यौँ त्यो बाटो अनि बजार पनि लाग्छ अनि एकचोटि गएको थिएँ बजार तरकारी किन्न घर उता त यस्तो रमाइलो हुन्छ नाम मात्र के अरे पहिचान मात्र छोरीको न त सब काम म छोरा जस्तै गर्छु दाइ विदेश जानुभएको थियो अनि सबै काम मैले नै गर्थेँ घरमा कोही मान्छे नि त मेरो दाजु मात्रै एक्लो छोरा हो घरको अब म कान्छी छोरी अनि ड्याडी चाहिँ उता स्कुलमा बिजी अनि म चाहिँ ओ वाओ गाइज यस्तो माई गड पुरै हरियाली हरियाली म एक्सप्लेन नै गर्न सक्दिनँ यो नेचुरल लुकलाई म यही हराउन चाहन्छु म यही बस्न चाहन्छु यस्तो हरियाली ठाउँमा माई गड काश म अझ यहाँ बस्न पाउँथेँ केही छैन फेरि हामीलाई नि आफ्नै घर आफ्नै गाउँ हो यहाँ आउँदा हाम्रो पुरै बचपना याद आउँछ यहाँको नहरको पानीमा हामी नुहाउँथेँ कादो माटीले पुरै उ गरेर नुहाउँथेँ दिदीलाई हेर्नु गाइज दिदीको बचपना स्टार्ट भयो गाइज मुखे तो खाएन ये धान को बालू छुपा लू गाइस बहुत बढ़िया लग रहा है मुझे एकदम मैं भी खोटा दूंगी खोलो यसरी गर्छ हामी त सुन्छ कि क्या होता है होइन सुन्छ खुबै निकाल्नु न दिदी यो के अरे हामी यसलाई एलडी भन्छौँ एलडी अनि यहीँबाट हाम्रो खेतमा पानीहरू सिँचाइ हुन्छ यो मेरो बाबाको खेत अनि यो मेरो ठुलो बाबाको खेत ठुलो बाबाको पनि छोरी म त्यो माइलो बुवाको खेत अनि यो सबै मेरो ससुराको खेत ससुर जी आप किधर है गाइज हमर अथी चाची के मतलब हमर होए वाला फ्यूचर ससुर तो हमर चाची के समधिनी भेले चाची अपन समधी भेले चाची अपन समधी के खोजी में निकलल चाची के चाची तोर समधी कैसन हो तो मतलब कैसन जाए छे समधी बढ़िया दूल्हा हमर मतलब मेहमान जी कैसन जाए छे झकास का मतलब कैसन कलुआ की गोरुआ कलुआ ना चाहिए गोरुआ चाहिए खाए वाला बेटी के सुखी संपत्ति से रखे वाला हाँ मम्मी हम तो तोर बात सुन के यस कस्तो लाग्यो हाँ तो चम्काइदिस अब त्यो हामी पान बनाएर खानु त्यसको बोट सिमरको बोट गाइस ये कौन सा धान है मुझसे भी बड़ा है आप लोग बता सकते हैं कमेंट कर सकते हैं कि कौन सा धान है मुझे नहीं पता यहाँ गाछीमा छ त बोटमा छ त तपाईलाई पता नभयो गाइस छठ त बित्यो रमाइलो भयो तर त्यो काम गर्दा गर्दै यताउति गर्दा गर्दै हामीलाई कस्तो एलर्जी भयो के रुगा लाग्यो अनि दिदीको स्वर बसेकै छ हिजो अस्तिदेखि मेरो पनि हालत त्यस्तै भयो कस्तो खुट्टाको दुखिरहेको नि सुतेको थियौँ एकछिन पनि चैन छैन जिन्दगीमा यस्तै हो गाह्रो हुन्छ यही वो पेड़ है देख सकते हैं आप लोग गौर से देखिए इस पेड़ में हम लोग पहले बचपन में खाते थे पान बनाकर हम लोग खाली खाते थे खाते जाते थे और थोड़ा थोड़ा खिलाते थे सबको रहते हैं उनके घर है ना छोटा सा है लेकिन खेत देख सकते हैं ये सभी खेत हमारा बड़ी दीदी के है खाली रोते रहते हैं कि हमारा कुछ भी नहीं है घर वाला विदेश में है फिर भी रोते